उहाँले मलाई सोध्दै हुनुहुन्छ म चाहिँ कुन देशको हो भनेर हेर्दाखेरि त चाइनिज जस्तो देखिन्न बोलेको सुन्दाखेरि फेरि चाइनिज जस्तो छ भन्नुहुन्छ नि नङ छाइ त सुलायो हो ताकै是哪的吗猜不出来，猜不出来打回来吧，乌克兰。उखलान त मलाई त युक्रेनको भन्दै हुनुहुन्छ यस्तो कालेलाई कसरी युक्रेन भन्नुभयो थाहा भएन है उहाँलाई म एकचोटि सोध्छु नेपाल चिन्नुहुन्छ कि हुँदैन 我是来自尼泊尔的尼泊尔的啊尼泊尔知道吗尼泊尔知道知道哈我们是友好邻国对呀对呀普通话很好哎呦谢谢谢谢每一个花都不一样是吧这个是菜花这个是什么这是枣花枣花这是洋槐花洋槐树यहाँ 3 थरीको मह राख्नु भएको रहेछ यो चाहिँ त्यो तोरीबारीमा पालेको मौरीले बनाएको मह हो भने यो चाहिँ अरू नै फुलको प्रजाति भएको ठाउँमा पालेको मौरीको हो भने दुईटा चाहिँ अलिकति महँगो यो चाहिँ थोरै सस्तो रहेछ 1 किलो मह रहेछ यो बोतलभित्र चाहिँ मैले चाहिँ यो सस्तोवाला नै लाने निदो गरेँ यसको चाहिँ हाम्रो नेपाली लगभग 800 पर्ने भयो ठिक छ अब आफ्नो आँखै अगाडि यसरी यहाँ मौरीको घारहरू रहेको छ यति राम्रो तोरीबारी छ अब यहाँको मह पक्कै पनि शुद्ध नै होला भन्ने मैले आशा गरेको छु ल ठीक छ 这个能便宜点吗行要一瓶啊要一瓶行吗就一瓶啊就一瓶要过来玩的行行给35块钱35块钱मैले थोरै सस्तो गरिदिनु भनेर भनेको अहिले चाहिँ 200 रुपैयाँ जति घटाइदिनु भयो有好的嘛给便宜点哎呦谢谢谢谢谢谢ल म चाहिँ यहाँको लोकल पेमेन्ट एप युज गरेर उहाँलाई अब पेमेन्ट गर्न जाँदैछु 35块钱哈你说普通话很好懂你别说你那方言了过去了啊对对对对 पेमेन्ट भयो 好了好了ल धेरै धेरै धन्यवाद तपाईलाई ल有机会欢迎您来尼泊尔对对对对像我们这可能确实可能性不大有没事又不搞什么金融又不搞什么的企业去的可能性不大去的可能没关系没关系对对一直都有机会的啊好谢谢你啊谢谢好拜拜拜拜拜拜慢点拜拜ल म पनि किनियो हजुर 有开水喝不喝水喝不喝水开水有开水是吧对我倒点蜂蜜兑点开水哎呦谢谢谢谢谢谢ल उहाँले चाहिँ के अफर गर्नुभयो भने त्यत्रो टाढा विदेशबाट घुम्न आउनु भएको आउनुस् बसेर सँगै चिया खाउँ हाम्रो नेपालतिर चिया खाउँ भन्ने चलन छ भने उहाँले चाहिँ आउनुस् सँगै बसेर मह पानी खाउँ भनेर भन्नुभयो